नेपालका यस्ता ठाउँहरू अझै पनि छन् जहाँ पुग्दा समय नै रोके जस्तो लाग्छ। समुद्रिक सतहबाट उचाइमा रहेको यो डाँडामा पुग्दा प्रकृतिले आफैले बनाएको चित्र हेरे जस्तो अनुभूति हुन्छ। टाढासम्म फैलिएका पहाडहरू, हावासँगै नाचिरहेका बादलहरू अनि मनलाई छुने शान्त वातावरण। सोतली डाँडा केवल एउटा गन्तव्य मात्र होइन, एउटा अनुभव हो। यहाँ आएपछि क्यामेराले दृश्य कैद गर्छ, तर आँखाले महसुस गरेको सुन्दरता शब्दमा बयान गर्न गाह्रो हुन्छ। आज म तपाईलाई यस्तै एउटा अद्भुत यात्रामा लिएर जाँदैछु। चरिकोटबाट खारेसम्मको बाइकको यात्रा सुरु गर्छौं। बिहानको ताजापन, खुल्ला सडक र साथीसँगको रमाइलो हाँसोले यात्रा अझै उत्साहपूर्ण बनाउँछ। बाइकको स्पिडसँगै पछाडि छुट्दै गएको सहर अनि अगाडि खुल्दै गएको पहाडको बाटो, यो क्षण नै अलगै हुन्छ। खारे पुगेर हामीले बाइकलाई बिसाएर अब हाम्रो असली यात्रा सुरु हुन्छ। पैदल यात्रा सोतली डाँडातर्फ। अब हाम्रो बाटो अलि फरक हुन्छ। अब स्पिड छैन, केवल पाइलाहरू छन्, तर यही ढिलो यात्राले हामीलाई प्रकृतिसँग अझ नजिक ल्याउँछ। हामी बिस्तारै हिँड्दै जान्छौँ, कहिले रमाइलो गर्दै, कहिले रोकिएर फोटो भिडियो खिच्दै र साथीसँगको हाँसो, मजाक र सानो सानो ब्रेकले यात्रा झनै रमाइलो बनाउँछ। जति माथि उक्लिँदै जान्छौँ, हावा पनि चिसो हुँदै जान्छ र वरिपरिको हरियाली झनै गहिरो हुँदै जान्छ। कहिलेकाहीँ रोकिएर पछाडि हेर्दा तल देखिएका दृश्यले थकानै हराइदिन्छ। साँझ करिब 7 बजेतिर हामी सोतली डाँडामा पुग्यौं। त्यही एउटा सानो घर थियो जहाँ पुगेर हामीले केही आरामको अनुभूति गर्यौं। थकानले शरीर भारी थियो, तर त्यो ठाउँको शान्त वातावरणले मन हल्का बनाइदियो। त्यही घरमा हामीले खाना पकायौं, साथीहरूसँग रमाइलो गर्दै सँगै बसेर खाना खायौं र प्रकृतिको काखमा रात बितायौं। बिहान 4:30 बजे हामी उठ्यौं। आकाश अझै अँध्यारो थियो, तर मनमा एउटा छुट्टै उत्साह थियो सूर्योदय हेर्ने। बिस्तारै उज्यालो बढ्दै जाँदा टाढा टाढासम्म फैलिएको पहाडको दृश्य देखिन थाल्यो। कुहिरोले ढाकिएको पहाड हल्का देखिन थाल्यो। हिमालहरू स्पष्ट रूपमा नदेखिए पनि त्यो दृश्यले मन भरियो। बिहान जब उज्यालो फैलियो, एकैछिन त चियाको कप हातमा लिएर चिसो हावाको मजा लियौं। बिहानको त्यो समय क्यामेरामा कैद गर्न लायकको थियो। वरिपरि फुलेका फूलहरू, हरियालीले भरिएका डाँडा र त्यो प्राकृतिक सौन्दर्य साँच्चै रमाइलो लागिरहेको थियो। त्यसपछि हामीले केही क्षण भिडियो पनि बनायौं, हाँसो ठट्टा गर्दै समय बितायौं अनि त्यो ठाउँको हरियाली, फूल र शान्त वातावरणले मनै शान्त बनायो। केही समयपछि हामीले खाजा पनि खायौं। सानो तर यादगार यात्रा जस्तो अनुभव सँगाल्दै र अनन्त यो सुन्दर ठाउँलाई बिदाई गर्दै हामी फर्कियौं। नेपालका यस्ता धेरै सुन्दर ठाउँहरू अझै पनि संसारको नजरबाट टाढा छन्। हामीले देखाउनु पर्छ, चिनाउनु पर्छ र जोगाउनु पर्छ। यदि तपाईलाई पनि नेपालको लुकेका स्वर्गहरू मन पर्छ भने यो यात्रामा साथ दिनुहोस्। म हुँ सञ्जीव घिसिङ। फेरि अर्को अद्भुत गन्तव्यमा भेटौँला।